हेलो साथीहरु, तपाईहरुलाई फेरि स्वागत छ मेरो ब्लगमा। म अब आज चाहिँ म पारी दिदी घर चाउमिन पकाएर खाएर त्यही चाउमिन खान जाँदैछु दिदी घरतिर। अनि चाउमिन खान जान साथसाथै म तपाईहरुलाई मेरो गाउँ पनि देखाउने छु। पानी फेरि अलिअलि पानी पर्न लागेको छ, पानीको छिटा हान्दैछ हैन। धेरै ठुलो पानी त हैन, हल्का गाउँहरु टक्क लगाएर सब ठाउँ असार छ नि त, अहिले सब ठाउँ हरियाली छ हैन। त्यही भएर म जाँदैछु पारी दिदी घर चाउमिन पकाएको छ अरे दिदी घर खानलाई है। पुरै जंगल जस्तो देखिने गाडीको बाटोमा हैन। यो यहाँ देखिरहेको अम्बाको रुखमा लोद चढेर अम्बा खाइयो पहिला सानो हुँदा। यहाँको अम्बाको रुखमा सानो हुँदा खाइयो, अहिले त अब अम्बा सानो छ, मान्छे ठुलो भयो त्यही भएर खाएको छैन हैन। क्या बात कर रहे हैं? फेरि हाम्रोतिरको माटो फेरि बवाल छ, फेरि रातो माटो छ हैन गाउँतिर। पानी धेरै खासै ठुलो त परेको छैन, त्यही पनि सानो सानो पानी ठिक्कको पानी परिरहेको छ हैन। पानी परेर यहाँ पानी जमेर पुरै हिलो भइसकेको छ। हिलो हो नि जो भन्दै चिप्लेर उतानटाङ परेन हैन। घर आइपुगेछौँ चाउमिन खानलाई। ल यस्तो धोका फेरि आज नि धोका, फेरि दुई दिनको धोका सर, फेरि धोका सहनी म। चाउमिन पनि राम्रो फुल पनि राम्रो भयो। ल सुरु गरौँ नि त। ल फाइनल ल हामी दिदी घर टक्क चाउमिन खानलाई। अनि एक नामलाई 90 रुपियाँ पर्ने रहेछ नि भयो। ल यहाँ चाउमिन बनाउन चाउमिन यहाँ छ, चाउमिन यहाँ यता नि चाउमिन यहाँ। हाम्रो सामानहरू रेडी छ हैन, सामानहरू रेडी छ। यहाँ कराई तात्दै छ भनेको, तर कराई चाहिँ अँध्यारोमा भएर देखेन छ। फेरि लाइट पनि कम रहेछ। यहाँ फेरि तामा छ, तामा फेरि नयाँ बाँसको ओरिजिनल तामा। ल चाउमिन पकाएर देखाउँछु। ल हेर कराई तातेर यस्तै हो नेपालमा। अब चाउमिन बनाए हाम्रो दिदी चाहिँ उहाँ हुनुहुन्छ। अनुहारबाट देखाउँ, अलिक साइडबाट देखा अलिक मिलेन जस्तो। हाल्न के हाल्ने हाल। थोरै हाल्ने, आधी हुन्छ होला।
ल हामीले अब आज फेरि मामा भान्जी चाउमिन च्यालेन्ज हान्दैछौँ। यहाँ चाउमिन छ मेरो, त्यहाँ भान्जीको चाउमिन छ। अब यो चाउमिनलाई हामी ट्याक्कै यहाँ बसेर खाएर देखाउनेछौँ। अब हामी फेरि चाउमिन च्यालेन्ज खेल्न जान्छ मामा भान्जीमा। जसले हार्छ त्यसले चाहिँ त्यो चाहिँ भाले बन्नुपर्छ एकछिनसम्म है। भाले हुन्छ कि हुँदैन? फेरि अहिले फेरि हारेपछि फेरि नाइ भन्नु पाउँदैन नि फेरि। बोल न बोल। फेरि अहिले हुन्छ भने है भिडियोमा छ नि फेरि है। तिमी हार्यो भने तिमी बन, म हार्यो भने म बन्छु ल। टाइम हेरेर कसले छिटो खाने गर्दैछौँ। यहाँ हाम्रो मोबाइल यहाँ हुन्छ। टाइम स्टार्ट हुने बेलामा यहाँ मोबाइल थिच्छौँ। क्यामेरा त्यहाँ राखेर है त। अब हामी खाना सुरु गर्दैछौँ। यहाँ टाइम हामी स्टार्ट गर्दैछौँ। ल है त। ल टाइम सुरु गर्दैछौँ। यता क्यामेराबाट फर्काएर राख्ने टाइम। ल यसरी देख्छ होला हामीपट्टि फर्काउँछ केही छैन। हामी ढाकाले गर्दैनौँ। ल रेडी क्यामेरामा खिच। रेडी 1 2 3 गो। ल भइसक्यो म जान्छु ल। अघि नै के भन्नु भएको थाहा होला नि फेरि। के भनेर अघि मैले? अघि नै भिडियोमा भन्नु आएन के भने? भनेर। बन्दैन म त घर जान्छु। हुँदैन। म त घर जान्छु हुँदैन। हुँदैन। मैले जिते तिमी बन्दियो? बनिहाल्छ नि। तिमी जिते म बन्नु पर्ने हो। भने म घर गए ल। कहाँ जानु भा? हुँदैन। म त घर जाने हो। छोडा म घर जाने हो। चम्पल लगाएर म त बाघ लागिहाल्ने। नाइ के हुँदैन। हुँदैन म किन गरेँ? कुखुरा बन्दैन म। अनि मैले जिते हो नि त अनि। बन्नै पर्ने म। कति बेरसम्म बन्ने? 50 गर्नुन्जेलसम्म। ल यही कहाँ? यहाँ होइन यहाँ भित्र गर्नु। भित्र ल। ल रेडी? 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 34 35 36 37 38 39 40 41 42 43 44 44 45 46 47 48 49 50 भयो नि। अब त चित्त बुझ्यो नि। घट्नु पारे दिदी घर गएर भाइसँग चाउमिन च्यालेन्ज खेलेर हारेर फेरि जितेर होइन फेरि हारेर घर आएर फेरि भण्डारा गएर आएर खानासाना खाएर सुन्दा छु। आजलाई भिडियो यति नै। भोलि अर्को भिडियोमा भेटौँला। जय नेपाल।